धेरैले उनलाई भावी प्रधानमन्त्री भन्छन्, तर भावनामा बगेर होइन। आज हामी तथ्यको अडिट गर्नेछौँ। के गगन थापा साँच्चै समाधान हुन् त? के उनीसँग देश चलाउने ब्लुप्रिन्ट छ? आउनुहोस् गगन थापाको प्रोजेक्ट गभर्नमेन्टको फाइल पल्टाएर हेरौँ। राजनीतिमा भाषण सजिलो छ, डेलिभरी गाह्रो छ। गगन थापाले के गर्लान् भनेर जान्न उनले के गरे भनेर हेर्नुपर्छ। 2073 साल 2016 मा उनी स्वास्थ्य मन्त्री बन्दा स्वास्थ्य बीमा एउटा कागजको खोस्तो मात्र थियो, तर गगनले 9 महिनामा त्यसलाई कानुन बनाएर छाडे। आज नेपालका 70 लाख भन्दा बढी नागरिक स्वास्थ्य बीमामा जोडिएका छन्। पैसा नभएर उपचार नपाउने गरिबका लागि यो लाइफलाइन बनेको छ। क्यान्सर र मृगौला रोगीलाई राज्यले हेर्नुपर्छ भन्ने थिति उनले बसाले। हो, अहिले कार्यान्वयनमा केही समस्या होलान्, तर सिस्टम बसाल्ने काम उनले गरे। अरू नेता रिबन काट्नमा व्यस्त हुँदा गगन थापा नीति लेख्नमा व्यस्त थिए। यो हो भिजन। तर क्षमता मात्र भएर पुग्दैन, नियत सफा हुनुपर्छ। जब नक्कली भुटानी शरणार्थी प्रकरणले देश हल्लियो, धेरै नेताहरू डराए। आफ्नै पार्टीका ठूला नेताहरू मुछिएपछि काङ्ग्रेसभित्र सन्नाटा छायो, तर गगन थापा चुप लागेनन्। बन्दुक देख्दै नदेख्ने, डेडिकेटेड ट्रङ्क लाइन देख्दै नदेख्ने, बसेर सहकारी मजाले ठग्ने। उनले संसदमा उभिएर भने, मेरो घरको मान्छे होस् वा बारदलीको, भ्रष्टाचारी भ्रष्टाचारी नै हो। आफ्नै पार्टीको सरकार हुँदा पनि उनले प्रतिपक्ष भन्दा चर्को स्वरमा प्रश्न गरे। चाहे सहकारी ठगी होस् वा सुनकाण्ड, गगन थापाको अडान प्रष्ट छ, दण्डहीनताको अन्त्य। उनले प्रमाणित गरे कि उनी पार्टीको झण्डा बोक्छन्, तर गलत मान्छेको भारी बोक्दैनन्। अब कुरा गरौँ भविष्यको। गगन थापाको सबैभन्दा ठूलो शक्ति हो प्रोजेक्ट गभर्नमेन्ट। यसको अर्थ के हो? यसले के देखायो भने त्यो पोलिटिकल लिडरसिपसँग जुन सरकार चलाउनलाई हुनुपर्ने तयारी हो, यो पटक्कै नहुने अवस्था। अब यसको आइडिया भनेको चाहिँ भोलि गएर नेपालको प्रधानमन्त्री जो बन्ने हो, त्यो प्रधानमन्त्री बनेको दिन, शपथ खाएको दिन चाहिँ उसले आफ्नो मन्त्री छानेको बेलामा, ल मैले चाहिँ शिक्षामा यो 5 वर्षभित्रमा मैले यो कुरा गर्ने हो, मेरो तयारी यो छ भनेर शिक्षा मन्त्रीलाई डकुमेन्ट दिन सकोस्। शिक्षा मन्त्री मन्त्रालयमा जाँदै गर्दाखेरि चाहिँ कर्मचारीले चाहिँ मन्त्रीजी यो ब्रिफिङ होइन, मन्त्रीले कर्मचारीलाई ब्रिफिङ गरोस्। म 5 वर्ष यो गर्न आएको हो, संरचना यो छ, यो संरचनामा म 1 वर्षभित्रमा यहाँ पुर्याउँछु, यतिवटा कानुन बदल्छु, मैले पैसा यति प्राप्त गर्छु, यसरी बदल्छु, दोस्रो वर्षमा यहाँ पुर्याउँछु भनेर त्यो मन्त्री एउटा स्पष्ट कार्यक्रम र मिसन लिएर आयो भने त्यो कर्मचारी तन्त्रले फलो गरिहाल्छ। एकदम सिम्पल कुरा के छ, प्रधानमन्त्रीले मन्त्रीले टार्गेट दिन्छ, मन्त्रीले त्यो टार्गेटको आधारमा गएर काम गर्छ र 5 वर्षभित्रमा अपेक्षित परिणाम आउँछ भनेर अहिले गरेको काम यही हो। नेपालमा प्रधानमन्त्री भएपछि बल्ल के गर्ने भनेर सोच्ने चलन छ, तर गगन थापा भन्छन्, म अहिले नै तयारी गर्दैछु। उनले चुनावपछि सरकार कसरी चलाउने भनेर आजैदेखि विज्ञहरूसँग मिलेर कानुन मस्यौदा गरिरहेका छन्। नेपालको अर्थ राजनीतिक दृष्टिकोणको हिसाबले नेपालको शिक्षा कुन बाटो हिँड्नुपर्छ, स्वास्थ्य कुन बाटो हिँड्नुपर्छ, होइन नेपाल यो हाम्रो विकासको हाम्रो बुझाइ के हो, यो भन्ने कुराहरूलाई राखेर पहिलो चरणमा हामीसँग व्यापक रूपमा बसेर छलफल गरिसकेपछि यो आइडियासँग सहमत भएको विज्ञहरू जो काम गर्न तयार हुनुभयो, त्यसपछि उहाँहरूले काम गर्न सुरु गर्नु। 1. अर्थतन्त्र र आइटी। उनले भनेका थिए, कीर्तिपुरको डाँडामा बसेर नेपाली युवाले लाखौं डलर कमाउन सक्छ। यही बसेको केटाकेटीलाई महिनाको 3 लाख 4 लाख कमाउने दिने बनाउन सकिन्छ। नेपाल जस्तो देशले यसको अवसर ल्याएको छ। कीर्तिपुरलाई नेपालको यस्तो नमुनाको नगर बनाउन सकिन्छ जसको घरबाट निस्किएका बच्चाहरूले अबको 5, 6, 7, 8 वर्षपछि यी कतार जाने छैनन्, मलेसिया जाने छैनन्, इजरायल जाने छैनन्, यही कीर्तिपुरको डाँडामा बसेर हातमा ल्यापटप राखेर दिनको महिनाको 2 लाख 3 लाख 4 लाख यही डाँडामा बसेर आम्दानी गर्नेछन् भन्ने ती तन्नेरीहरू बनाउन सकिन्छ। यो हावा गफ होइन। आइटी क्षेत्रलाई कर छुट दिने र नेपाललाई डिजिटल हब बनाउने उनको ठोस योजना छ। 2. विकास खर्च। असारमा मात्र बाटो खन्ने प्रवृत्ति रोक्न उनले सार्वजनिक खरिद ऐन, पब्लिक प्रोक्योरमेन्ट एक्ट नै फेर्ने मस्यौदा तयार पारिसकेका छन्। उनी समस्या मात्र देखाउँदैनन्, समाधानको फाइल पनि बोकेर हिँड्छन्। तर बाटो सजिलो छैन। उनले लड्नुपर्ने लडाईँ 2वटा छन्, एउटा देशका लागि, अर्को आफ्नै पार्टीभित्र। पुरानो पुस्ताले ओगटेको पार्टीमा उनले पुस्तान्तरणको आँधी ल्याएका छन्। उम्मेदवार छान्ने अधिकार कार्यकर्तालाई दिनुपर्छ भन्ने प्राइमरी इलेक्सनको मुद्दा होस् वा मन्त्री बन्ने मापदण्ड। गगन काङ्ग्रेसलाई क्लबबाट मास पार्टी बनाउन चाहन्छन्। उनले थाहा पाएकै छन्, चुनावको मिसन केवल चुनाव जित्नका लागि होइन, यो एउटा सिस्टम जित्नका लागि हो। अन्त्यमा प्रश्न तपाईलाई,
कि हामी फेरि पनि तिनै पुराना अनुहार र पुराना गफमा विश्वास गर्ने वा एउटा यस्तो नेतालाई मौका दिने जसले होमवर्क गरेर आएको छ? गगन थापा प्रधानमन्त्री बन्नका लागि मात्र होइन, डेलिभरी दिनका लागि तयार देखिन्छन्।